अब म भेन्टिलेटरको मोडहरूको बारेमा चर्चा गर्न गइराखेको छु। अब भेन्टिलेटरको मोड जस्तो कि कन्ट्रोल म्यान्डेटरी भेन्टिलेसन और CMV, असिस्ट कन्ट्रोल मोड और AC मोड, सिन्क्रोनाइज इन्टरमिटेन्ट म्यान्डेटरी भेन्टिलेसन और SIMV, स्पोन्टेनियस ब्रिदिङ मोड। सबैभन्दा पहिला भेन्टिलेटरको मोड सेट गर्नुभन्दा अगाडि भेन्टिलेटरले सास दिने रेट सेट गर्नुपर्छ। नर्मली हामीले 12 देखि 20 ब्रेथ पर मिनट चाहिँ सास फेर्छौं। Like the same way we set the breathing rate in the ventilator, like the normal physiological breathing of 12 to 20 breath per minute. But in the case of the obstruction or asthma, we set the breathing rate at 12 to 14, slightly lower. And in the case of the ARDS or pneumonia, we set the breathing rate at 18 to 20, slightly higher. But the decision is based on the clinical condition and ABG. Now let's talk about tidal volume. So tidal volume is the amount of the air given at each breath, and it is given at 6 to 8 ml per kg of the ideal body weight. अर्थात टाइडल भोल्युम भनेको प्रत्येक सासमा दिने हावाको मात्रा हो अनि हाम्रो आइडियल बडी वेटको अथवा 6 to 8 ml पर केजी अनुसार सेट गरिन्छ। आइडियल बडी वेट भनेको बिरामीको रियल वेट हैन, त्यो बिरामीको उचाइको आधारमा क्याल्कुलेट गरिन्छ। त्यसो भए आइडियल बडी वेट कसरी क्याल्कुलेट गर्ने त? सो मेनमा चाहिँ आइडियल बडी वेट क्याल्कुलेट गर्नको लागि एउटा फर्मुला छ जुन चाहिँ 50 kg plus 2.3 into height in inches minus 60 हो। अनि फिमेलमा चाहिँ 45.5 kg plus 2.3 into height in inches minus 60 हो। So by this way we can set the tidal volume at 6 to 8 ml per kg ideal body weight. So